दर्शक महानुभावहरु ओएस नेपालमा हार्दिक स्वागत छ। हामीसँग अहिले वरिष्ठ समाजसेवी र त्यसैगरी समाजको लागि निकै सक्रिय व्यक्तित्व युवा व्यवसायी हामीसँग राधे खड्काजी हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्न चाहन्छौँ। सर नमस्ते। नमस्ते एसबी सर। ओएस नेपाल हेरिराख्नु भएको छ सर तपाईले? एकदमै तपाईको चिन्ता विदेश हुँदाखेरि पनि तपाईले देशको चिन्ता गरेको हजुर ला देखेर मलाई आफैलाई चिन्ता हुन्थ्यो भने तपाईको है अब मान्छे सबैले चिन्तित हुँदैन नि त, कमाउने रमाउने हुन्छ। तपाईले चाहिँ आफ्नो देशको लागि हजुर हैन यहाँका चाहिँ व्यक्तित्वहरुसँग यहाँको चाहिँ तपाईको समस्याहरुसँग कसरी समाधान गर्न सकिन्छ भनेर लागि परेको देख्दा मलाई चाहिँ एकदम खुसी लाग्थ्यो कि। ओके सर, कपडा बैंक फुड बैंकहरु धेरै है तपाईले अभियान अब कोरोना महामारी सबै मा धेरै ठुलो भूमिका छ नि सर हजुरको? हजुर त्यो बेला गर्यो हजुर, अब ज्यानै नजा भन्थे घरको परिवारहरूले हैन। हजुर हजुर किनभने निस्किन गाह्रो थियो नि। मलाई त यस्तो लाग्यो त्यो एकचोटि निस्किँदाखेरि तपाईँ कोही पनि थिएन भने काठमाडौँमा एक्लै मेरो सानो गाडी थियो हैन। हजुर कारमा म पछाडि 100 वटा जति खाना लिएर हजुर हजुरको चाहिँ काठमाडौँ डुल्थेँ के। ओके, सबै ठाउँ डुल्नु भयो अनि प्रहरीसम्म देखिनँ क्या मैले। ए ओके, 4-5 दिन त प्रहरी पनि थिएन। भनेपछि त्यो बेला कोरोना भाइरसको पनि डर लागेन? डर त थियो, तर म चाहिँ नजिक बसेर त्यो टिभी के अरे त्यो फोटो खिचेर दिन्थिनँ क्या सुरुमा। मैले चाहिँ टाढै बसेर त्यस्तो ठाउँमा राखिदिन्थेँ। अनि उहाँहरू आएर त्यहीँ गरिदिनु भनेर म चाहिँ धेरै नै टाढा त्यो सोसियल डिस्टेन्समा एकदम निकै। र अब जस्तो छ नि तपाईँ विभिन्न आश्रमहरू पनि छ सर, यो खोलिदिनु अलिकति। मेरो चाहिँ नवजीवन आश्रम परोपकार समाज भन्ने मैले हामीले चाहिँ सडकको मान्छेहरू हजुर राख्छौँ। यहाँ गङ्गापुरमा छ 35-40 अहिले 35 जना जति हुनुहुन्छ। हजुर हामी चाहिँ यो सडकबाट चाहिँ उद्धार पनि गर्छौँ, हजुर पुनर्स्थापना पनि गर्छौँ, उपचार पनि गर्छौँ हैन। हजुर हजुर त्यहाँ एउटा छ। त्यसपछि मेरो आफ्नो व्यवसाय चाहिँ यता हजुरको चितवनमा हजुर सानो मिनी रिसोर्ट छ। हजुर त्यो चाहिँ हजुरको भेज रिसोर्टै हो। रिसोर्ट हजुर सौराको त्यहाँ पर्यटकहरू ओके चितवनमा आइन्छ। सौरामा संसारभरिको पर्यटकहरू आउनुहुन्छ। हजुर अब सिजन पनि लाग्यो, हजुरहरू पनि आउनुहोस् हैन। हजुर ओके। अर्को चाहिँ हजुर सानो मेरो स्कुल छ, मेरो विशेष लिएर चाहिँ कोटेश्वरमा। ए ओके हजुर मन्टेश्वरी। हजुर करिब व्यवसाय सँगसँगै सामाजिक कार्य र भोलि राजनीतिमा चाहिँ आउने, देशको सेवा गर्ने, देशलाई समृद्ध बनाउने तपाईको एउटा निकै ठुलो योजना छ नि सर है? हजुर हजुरहरूको साथ पायो भने सफल पनि हुन्छ हैन। योजना छ। अब यो योजनालाई चाहिँ सबै स्वतन्त्रहरू मिलेर पार्टीको कुनै विचारधारा नबोकिकन राम्रो पार्टीको अब के अरे पार्टीको राम्रा विचारहरूलाई पनि अनुसरण गर्न सकिन्छ हैन। हजुर र पनि स्वतन्त्र भएर स्थानीय निर्वाचनहरूलाई हामीले चाहिँ दलबिन बनाउन सक्यो भने हजुर राम्रो मान्छेहरू आउँछ क्या। त्यो वडामा राम्रो मान्छे आयो भने वडा विकास गर्नलाई हजुरको समय नै लाग्दैन क्या। हजुर हजुर वडालाई विकास गर्न सक्छ हैन। केन्द्रको मात्रै मुख ताकेर हुँदैन हामीले। र चुनावमा होमिनु भयो नि तपाईँ हैन 79 को हजुर अनुभव निकै कस्तो रह्यो सर? मैले अघि पनि भने हजुरलाई विश्वविद्यालय त्यो त एउटा हरेक मान्छेले चाहिँ एकचोटि चुनाव हार्नको लागि भए पनि उठ्न पर्यो कि। जनता चिन्तित छन् नि हैन सर? जस्तो तपाईँको ठिक छ अलि राम्रो गर्छु भन्ने मान्छे चाहिँ चुनाव जित्दैनन् हैन। त्यो एउटा पछिल्लो समयमा रातारात पल्टिने, अलिकति दारू र मासुमा चाहिँ रमलिने यस्तो देख्नु भएन सर? हजुरको घर घरमा हजुरको पैसा दिन्छन् गाउँमा। अब सहरमा चाहिँ अलिकति समूहहरूलाई जान्छ हैन। हजुर अब यहाँ गाउँमा चाहिँ हजुरको चामलदेखि लिएर तब हजुरको चाहिँ महिनासम्मलाई पुग्ने गरेर दिन्छन् क्या। मान्छेहरूले नि अब जसलाई भोट दिने त्यही ताल हो, बरु दिनेलाई नै दिने भनेर अनि त्यो चामल दिनेलाई नै भोट दिन्छ क्या। जनताहरू अलिक अचेत प्रायः छन् नि त हैन। त्यही कारणले हामीले त्यो जनजागरण पनि ल्याउनु पर्ने छ। नेताहरूलाई त के छ हजुरको जनजागरण आयो, मान्छे सचेत, जनता सचेत भयो भने त भोटर सचेत भयो भने त उनीहरूलाई भोटै दिँदैन। यहाँ 4-5 चोटि मान्छेले प्रधानमन्त्री बनाउँछ त संसारमा कहीँ नभएको यहाँ हाली गाउँमा यो नेपाल देशमा भने जस्तो हैन। त्यही कारणले गर्दाखेरि जनता सचेत हुनु पर्यो। जिते पनि हारे पनि त्यो मतलब राखेन, तर चाहिँ असल मान्छेलाई भोट दिन पर्यो के। सचेत मान्छेलाई भोट दिन पर्यो। अब सर आउने 84 मा चाहिँ तयारी गरिरहनु भएको छ? हजुर देशभरिका स्वतन्त्रहरूलाई एक बनाउने हजुर हामी सबै चाहिँ साथ अगाडि लागेर हैन हजुर सबैलाई एक बनाएर चाहिँ हामी स्वतन्त्रहरूको चाहिँ एउटा संगठन फोरम बनाएर अगाडि बढ्ने दल चाहिँ नबनाऊ। किनभने स्वतन्त्रबाट जितेका मेयरहरूले नै काम गरे सर पछिल्लो रिजल्टले पनि? अब संसारमा यस्तो छ फेरि हजुरको चाहिँ अब बाहिर आफ्नो टोलमा आफ्नो चाहिँ महानगरमा नगरमा काम गरेको त्यो जो मेयर आयो नि गर्नुपर्छ। बालेन आयो नि गर्नुपर्छ, अर्को जो सुके म आयो नि गर्नुपर्छ, हजुर आयो नि गर्नुपर्छ हैन।
तर अब कसले कसरी गर्यो, भ्रष्टाचार गर्यो कि गरेन, कसको भिजन कतिको राम्रो छ भन्ने कुरा मात्रै हो। संसारको अरू अरू देशमा पनि हामी डुल्छौँ घुम्छौँ, हजुर त अझ त्यत्रो विदेश बस्नु भएको देख्नु भएको छ होइन, भोग्नु भएको छ। तपाईँको यो ठाउँमा यो मेयरले काम गर्यो, यो ठाउँमा यो सांसदले काम गर्यो, यो मन्त्रीले काम गर्यो भन्नै पर्दैन, उनीहरूको काम अटोमेटिक भइरहेको हुन्छ होइन। अब हाम्रो यहाँ चाहिँ एउटा मान्छेले सानो काम गर्यो भने पनि कसैले पनि गर्दैन नि काम, सबै नराम्रो नराम्रो काम गर्ने छन्, अनि एउटा मान्छेले राम्रो काम गरिदियो भने आहा कस्तो राम्रो काम गर्यो भन्ने हुन्छ कि होइन। त्यही कारणले गर्दाखेरि अब हाम्रो त अब अलिकति विकासोन्मुख देश भयो नि त, विकासशील देश भयो। त्यही कारणले गर्दाखेरि अब हामी सबै मिलेर चाहिँ आफ्नो कर्तव्य चाहिँ आफूले निर्वाह गर्नै पर्छ सर। ओके, जनता पनि अब निकै सचेत हुनु पर्यो होइन सर। जनता सबभन्दा पहिला जनता सचेत हुनु, जनता सचेत हुनासाथै यो भ्रष्ट नेताहरूलाई भोट जाँदैन होइन, घुसिया कर्मचारीहरू कन्ट्रोल हुन्छ होइन। त्यसपछि हजुरको चाहिँ ठग व्यापारीहरूलाई ठग्ने चाहिँ अवसर मिल्दैन होइन। अब अहिले चाहिँ हजुरको चाहिँ न्यायालय पनि अन्यायालय भयो भनेर बिचरा कति मान्छेहरू 25औं वर्ष न्यायालयमा मुद्दा धाइरहेछ होइन। अब अहिले फेरि 5 वर्ष के यो हदम्याद, अब भ्रष्टाचारीलाई नि 5 वर्ष हदम्याद हुन्छ हजुरको। भ्रष्टाचार गर्ने मान्छेलाई त जमिन मुनि चाहिँ त्यसको हड्डी छ भने पनि त्यसको हड्डीलाई पनि झिकेर ल्याएर कारवाही गराउनुपर्छ। तर यो हदम्याद ल्याएर यिनीहरूले आफू जोगिन प्रयास गरे, आफू जोगिनलाई यो ठुलो दलले यो चाहिँ यिनीहरूले पारित गर्ने प्रयास गरे, जबरजस्तीकरण गरे भने के हुन्छ सर? यो त नेपाल आमामाथिको बलात्कार हो नि। ओके होइन, यिनीहरूको हड्डी छ नि, यिनीहरू मरेपछि पनि यो मरिसकेका छन् भने तिनीहरूको हड्डी झिक्नु पर्यो। यिनीहरू मर्छन् नि अब होइन, यिनीहरू त 84 भन्ने मान्छेहरू छन् नि, धेरै जस्ता 84 पुगिसकेका छन् होइन। अब किनभने पितृ पुस्ता भन्ने गरेको छु कि मैले, यिनीहरू डेट एक्सपायर्ड औषधि होइन, त्यो खायो भने औषधि हो नि, नेता त नेतै हो, तर डेट एक्सपायर्ड भएपछि त्यो औषधि खायो भने झन् चाहिँ उल्टो रोगलाई चाहिँ आगो तन्किन्छ, ज्वालामुखी फुट्छ। अब चाहिँ त्यो हदम्याद ल्याउने र संसदमा चाहिँ पारित गराउने प्रयास नगरून् भन्न चाहन्छु। त्यो प्रयास त त्यो सफल हुँदै दिँदैनौँ हामी, कुनै पनि मान्छेले त्यो गर्नै मिल्दैन। यिनीहरू असल नेता भए त्यो प्रस्ताव ल्याउँदैन नि। ओके, यिनीहरू त चाहिँ तपाईँको चाहिँ पहिला चाहिँ हजुरको चस्मा लाएर हामीले त्यो हिन्दी फिल्ममा हेर्थ्यौँ नि, घोडा चढेर गुन्डाहरू आउँछ नि, गब्बर सिंहहरू। ओके होइन, अहिले चाहिँ तपाईँको नेपाली ढाका टोपी र चाहिँ दौरा सुरुवाल लाएर सांसद भवनमा देखिन्छ गब्बर सिंहहरू, सोलेका गब्बर सिंहहरू छन् नि, यी सबै गब्बर सिंहहरू हो। यिनीहरूलाई पनि त्यो गब्बर सिंहलाई जस्तै गरेर होइन, यी डाँकाहरू पहिला चाहिँ मैले भने नि घोडा चढेर आउँथ्यो, अहिले चाहिँ नेपाली ढाका टोपी दौरा सुरुवाल लाएर नेता भएर आउँछ, व्यापारी भएर आउँछन् होइन। यिनीहरू ठुला कर्मचारी, भ्रष्ट कर्मचारी, घुसिया कर्मचारी भएर आउँछन्। त्यही भएर यिनीहरूसँग चाहिँ यो देशलाई जोगाउनुपर्छ, नत्र देशको अस्मिता नै यहाँ धरापमा पर्ने स्थिति आइसक्यो। महत्त्वपूर्ण समय विचारको लागि धेरै एसबी सर, हजुरको लागि पनि धेरै धन्यवाद। हजुरको वेस्ट नेपाल धेरै राम्रो चाहिँ एउटा साइट छ, यसलाई चाहिँ सधैँ हजुरले चाहिँ सुचारू गरिरहनु होला। आफ्नो तर्फबाट हजुरले गर्नुभएको मेहनतको लागि मैले गर्नुपर्ने, हामी देशवासीले गर्नुपर्ने सहयोग हजुरलाई सदा रहन्छ, त्यसको लागि हजुरलाई धेरै धन्यवाद। थ्याङ्क यू सर, थ्याङ्क यू सो मच।